हेलो साथीहरु के तपाईलाई युनिट 7.3 म्याग्नेटिक एन्ड नन म्याग्नेटिक सब्स्टेन्सको सबै एक्सरसाइज चाहिएको छ यदि चाहिएको छ भने यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरु यो भिडियो तपाईहरुको लागि एकदम लाभदायक हुन गइरहेको छ नमस्कार तपाईहरुले हेर्दै हुनुहुन्छ लर्न एन्ड ग्रो युट्युब च्यानल अनि आजको भिडियोमा चाहिँ मैले तपाईहरुलाई क्लास 4 साइन्सको यो संगम साइन्स एन्ड टेक्नोलोजी बुकबाट मैले तपाईहरुलाई युनिट 7 मा रहेको म्याग्नेटिक एन्ड नन म्याग्नेटिक सब्स्टेन्सेसको सबै यो एक्सरसाइजहरु शेयर गर्न जाँदैछु आजको भिडियोमा चाहिँ साथीहरु मैले तपाईहरुलाई 1 देखि 6 सम्म नै सबै एक्सरसाइज चाहिँ शेयर गर्न जाँदैछु भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरु अब लागौ भिडियोतर्फ तपाईले मेरो यो स्क्रिनमा देख्न सक्नुहुन्छ युनिट 7 मा रहेको एनर्जी इन डेली लाइफ बाट म्याग्नेटिक एन्ड नन म्याग्नेटिक सब्स्टेन्सेस को मैले तपाईहरुलाई सबै एक्सरसाइज लिएर आइसकेको छु साथीहरु अब चाहिँ मैले 1 देखि नै सुरु गर्छु है त जस्तै कि यहाँ 1 मा भनेको छ चुज द बेस्ट अल्टरनेटिभ्स भनेको छ अनि यहाँ निर चाहिँ क्वेशन दिएको छ अनि चुज गर्न दिएको थियो साथीहरु मैले चाहिँ यहाँ डाइरेक्ट आन्सर मात्रै लेखिदिएको छु जस्तै कि ए नम्बरमा व्हिच अफ द फ्लोइङ इज द म्याग्नेटिक मेटेरियल भनेर हामीलाई क्वेशन सोधेको छ अनि हामीले यसको आन्सर लेख्नु पर्दा आइरन नेल भनेर चाहिँ हामीले यसरी लेख्न सक्छौं अनि बी नम्बरमा साथीहरु व्हिच अफ द फ्लोइङ इज अ नन म्याग्नेटिक मेटेरियल भनेर हामीलाई क्वेशन दिएको छ अनि हामीले यसको आन्सर लेख्नु पर्दा पेपर अनि सी नम्बरमा व्हिच अफ द फ्लोइङ हाउस होल्ड ग्याजेट हैज म्याग्नेट इन इट भनेर सोधेको छ अनि हामीले यसको आन्सरमा चाहिँ रेडियो भनेर यसरी लेख्छौं साथीहरु अब 2 नम्बरमा दिएको छ फिल इन द ब्ल्याङ्क्स विथ द गिवन वर्ड्स भनेर हामीलाई क्वेशन दिएको छ जस्तै कि ए नम्बरमा प्लास्टिक डस्टर इज भनेको छ अनि डट मेटेरियल भनेको छ हामीले चाहिँ यहाँ नन म्याग्नेटिक मेटेरियल भनेर चाहिँ यो प्लास्टिक डस्टरलाई चाहिँ हामीले यसरी लेख्न सक्छौं अनि बी नम्बरमा फ्रीली सस्पेन्डेड म्याग्नेट सो डट एन्ड साउथ डाइरेक्सन भनेको छ यसमा चाहिँ हामीले नर्थ भनेर भर्न मिल्छ अनि सी नम्बरमा आइरन इज डट मेटेरियल्स भनेको छ हामीले चाहिँ यसमा म्याग्नेटिक भनेर चाहिँ लेख्न सक्छौं साथीहरु अब डी नम्बर म्याग्नेट एट्र्याक्ट्स म्याग्नेटिक मेटेरियल्स कीप्ड इन भनेर क्वेशन दिएको छ अनि डट छ यहाँनिर हामीले चाहिँ म्याग्नेटिक फिल्ड भनेर चाहिँ हामीले यसरी यसको आन्सर लेख्न सक्छौं साथीहरु अब 3 नम्बरमा राइट ट्रू फर ट्रू स्टेटमेन्ट्स एन्ड फल्स फर फल्स वन्स भनेर दिएको छ अनि जस्तै ए नम्बरमा टेलिभिजन हैज म्याग्नेट इन इट भनेको छ हामीले यसलाई ट्रू लेख्न सक्छौं अनि बी नम्बरमा म्याग्नेट इज युज्ड टु सेपरेट आइरन पीसेस फ्रम गार्बेज भनेर क्वेशन दिएको छ हामीले पनि यसमा ट्रू लेख्न सक्छौं अनि अब सी नम्बर डिफरेन्ट म्याग्नेट हैव डिफरेन्ट स्ट्रेन्थ्स भनेर दिएको छ हामीले यसमा चाहिँ ट्रू लेख्न सक्छौं साथीहरु अब 4 नम्बरमा आन्सर द फ्लोइङ क्वेशन दिएको छ अनि ए नम्बरमा यहाँनिर क्वेशन छ जस्तै कि व्हाट इज म्याग्नेट भनेर क्वेशन दिएको छ हामीले यसको आन्सर लेख्नु पर्दा द अब्जेक्ट व्हिच एट्र्याक्ट आइरन डस्ट नेल अर निकेल इटिसी इज कल्ड म्याग्नेट भनेर हामीले यसरी यसको आन्सर लेख्न सक्छौं साथीहरु अब चाहिँ बी नम्बरमा यस्तो क्वेशन दिएको छ राइट द डिफरेन्स बिट्विन म्याग्नेटिक एन्ड नन म्याग्नेटिक मेटेरियल्स भनेर दिएको छ अनि द डिफरेन्स बिट्विन म्याग्नेटिक एन्ड नन म्याग्नेटिक मेटेरियल्स आर भनेर चाहिँ अनि यहाँनिर चाहिँ मैले डिफरेन्स बिट्विन लेखेको छु यतातिर म्याग्नेटिक मेटेरियल्स यतातिर नन म्याग्नेटिक मेटेरियल्स पहिला चाहिँ म्याग्नेटिक मेटेरियल्स को पढौँ है त दे आर एट्र्याक्टेड बाइ अ म्याग्नेट अनि नन म्याग्नेटिकमा दे आर नट एट्र्याक्टेड बाइ अ म्याग्नेट भनेर हामीले यसरी लेख्न सक्छौं अनि अर्को पोइन्टमा चाहिँ दे हैव अ म्याग्नेटिक प्रपर्टिज भनेर लेख्न सक्छौं भने अर्को पोइन्टमा चाहिँ दे डोन्ट हैव म्याग्नेटिक प्रपर्टिज भनेर यसरी लेख्न सक्छौं अनि लास्टमा रहेको छ म्याग्नेटिक मेटेरियल्स तिर चाहिँ एक्जाम्पल रहेको छ जस्तै आइरन निकेल कोबाल्ट लेख्न सक्छौं अनि नन म्याग्नेटिक मेटेरियल तिर चाहिँ एक्जाम्पल हामीले वुड प्लास्टिक रबर ग्लास एटीसी यस्तै अरु चीज पनि लेख्न सक्छौं साथीहरु अब सी नम्बर राइट एनी टु क्यारेक्टरिस्टिक अफ म्याग्नेट भनेर दिएको छ क्वेशनमा अनि हामीले यसको आन्सर लेख्नु पर्दा द टु क्यारेक्टरिस्टिक्स अफ म्याग्नेट अनि हामीले यसको आन्सर लेख्नु पर्दा द टु क्यारेक्टरिस्टिक अफ म्याग्नेट आर भनेर फर्स्ट पोइन्टमा अ म्याग्नेट एट्र्याक्ट्स म्याग्नेटिक मेटेरियल्स भनेर हामीले यसरी लेख्न सक्छौं अनि सेकेन्ड पोइन्टमा अ म्याग्नेट हैज टु पोल्स नर्थ एन्ड साउथ भनेर यसरी चाहिँ यसको दुईटा क्यारेक्टरिस्टिक चाहिँ लेख्न सक्छौं साथीहरु अब चाहिँ डी नम्बर व्हाई इज आइरन कल्ड अ म्याग्नेटिक सब्स्टेन्सेस भनेर हामीलाई क्वेशन दिएको छ अनि हामीले यसको आन्सर लेख्नु पर्दा आइरन इज कल्ड अ म्याग्नेटिक सब्स्टेन्सेस बिकज इट इज स्ट्रङली एट्र्याक्टेड बाइ अ म्याग्नेट भनेर हामीले यसको आन्सर यसरी लेख्न सक्छौं साथीहरु अब हामी ई नम्बरमा आइसकेका छौं ई नम्बरमा हाउ विल यु आइडेन्टिफाई म्याग्नेटिक मेटेरियल्स फ्रम द ग्रुप अफ म्याग्नेटिक एन्ड नन म्याग्नेटिक
मेटेरियल्स भनेर क्वेसन दिएको छ अनि हामीले यसको एन्सर लेख्नु पर्दा बाइ युजिङ अ म्याग्नेट वी क्यान आइडेन्टिफाई म्याग्नेटिक मेटेरियल्स फ्रम द ग्रुप अफ म्याग्नेटिक एन्ड नन म्याग्नेटिक मेटेरियल्स भनेर हामीले चाहिँ यसरी यसको एन्सर लेख्न सक्छौं। साथीहरु अब चाहिँ हामी 5 नम्बरमा आइसकेका छौं। साथीहरु 5 नम्बरमा ड्र अ पिक्चर अफ एन इन्स्ट्रुमेन्ट दैट युजेस म्याग्नेट एन्ड कलर इट भनेर हामीलाई क्वेसन दिएको थियो। यहाँनिर चाहिँ मैले साथीहरु एउटा म्याग्नेटिक कम्पासको चित्र बनाएको छु। यसमा पनि म्याग्नेट चाहिँ युज भएको छ। यहाँनिर साथीहरु अब चाहिँ हामी 6 नम्बरमा आइसकेका छौं। यो 6 नम्बर चाहिँ अब हाम्रो क्वेसन एन्सरको यो लास्ट रहेको छ। साथीहरु यहाँ 6 नम्बरमा यस्तो क्वेसन दिएको छ, लुक एट द गिवन फिगर एन्ड एन्सर द फलोइङ क्वेसन्स भनेर दिएको छ। अनि यहाँ ए नम्बरमा रहेको छ व्हाट इज दिस इन्स्ट्रुमेन्ट युज फर भनेर क्वेसन दिएको छ। अनि यहाँ साइडमा चाहिँ टेलिभिजन रहेको छ। यसको एन्सर लेख्नु पर्दा दिस इन्स्ट्रुमेन्ट इज युज फर वाचिङ भिडियोज, न्यूज, मुभिज एन्ड अदर प्रोग्राम्स भनेर हामीले यसको एन्सर यसरी लेख्न सक्छौं। साथीहरु अब बी नम्बर डज दिस इन्स्ट्रुमेन्ट युज म्याग्नेट भनेर हामीलाई क्वेसन दिएको छ। यो इन्स्ट्रुमेन्टमा चाहिँ म्याग्नेट युज भएको छ यो साधनमा भनेर हामीलाई क्वेसन सोधेको छ। यस दिस इन्स्ट्रुमेन्ट युज म्याग्नेट इन इट्स स्पिकर टु प्रोड्युस साउन्ड भनेर चाहिँ हामीले यसरी यसको एन्सर लेख्न सक्छौं। साथीहरु भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरुलाई धेरै धेरै धन्यवाद। तपाईलाई अझै यस्तै खालका भिडियो चाहिएको छ भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। कहाँदेखि हेर्नु भएको छ भनेर त्यो पनि कमेन्ट बक्समा लेखिदिनु होला। लास्टमा यो भन्न चाहन्छु कि मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला। अझै मैले यस्ता भिडियोहरु चाहिँ अझै लिएर आउने गर्छु। साथीहरु आजलाई यति नै, फेरि अर्को भिडियोमा भेट्ने छौं। बाइ बाइ।